धनकुटामा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गुणस्तरीय स्वास्थ्य सेवाको लागि आम नागरिकको भरोसाको केन्द्र जीवन विकास सामुदायिक अस्पताल। दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका 9 घर भई धनकुटा 7 स्थित सब्जी लाइन बस्दै आएका 55 वर्षीय विशाल चौधरीको मृत्यु भएको हो। बिहान करिब 7 बजे धनकुटा 4 स्थित स्कुल डाँडामा हिलेतर्फ जाँदै गरेको को 12 प 8098 नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को 25 प 177 नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो। 8098 नम्बरको मोटरसाइकल चालक रहेका चौधरीको उपचारकै क्रममा बिहान 9 बजे मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए। उनी धनकुटामा फर्निचर व्यवसाय गर्दै आएका थिए। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालक धनकुटा 1 हिलेका श्याम तामाङलाई थप उपचारका लागि धरानी स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।